सबैजनामा नमस्कार। नेपालमा सरकारी जागिर गर्ने सोचमा हुनुहुन्छ भने सरकारी जागिरको किसिमको बारेमा आज म कुरा गर्नेछु र बढी फोकस म एफएमटिसीमा अर्थात् खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा निर्भर भएर कुरा गर्नेछु। सरकारी जागिरतर्फ निजामती लोकसेवा अन्तर्गतको एउटा र लोकसेवा लिने अर्को संगठित संस्थानको 106 वटा र तेस्रो सुरक्षा निकाय, अन्य शिक्षक सेवा, टियु सर्भिस कमिसन भनेर हुने गरेको छ। जस अन्तर्गत आज म कुरा गर्नेछु खाद्य व्यवस्था तथा व्यापार कम्पनी, जुन चाहिँ संगठित संस्थानभित्र पर्दछ। संगठित संस्थानभित्र 106 वटा सार्वजनिक संस्थानले हरेक वर्ष विज्ञापन गर्ने गरेको हुन्छ र उक्त विज्ञापन अन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनी, जसलाई हामी पुरानो खाद्य संस्थान भनेर चिन्छौँ नि, त्यसले पनि गर्ने रहेको। र तपाईँ यदि सरकारी जागिरमा म आनन्दले काम गरेर मजाले सरकारी जागिर गरेर र राम्रो संगठित संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा कार्य गर्छु, चौथौं, पाँचौं, छैठौं र सातौं तहसम्मको तयारी गरेर म आफ्नो वृद्धि विकास गर्छु भनेर सोच्दै हुनुहुन्छ भने एफएमटिसीले पनि हरेक वर्ष विज्ञापन गर्ने गरेको हुन्छ। यस वर्षको प्रिटेस्ट पछिको लोकसेवा, प्रिटेस्ट पूर्व र प्रिटेस्ट पछिको अवस्था परिवर्तन भएर आएको छ। जस्तै कोरोना पूर्व र कोरोना पछि छ नि अवस्था, त्यस्तै यस वर्षको सार्वजनिक संस्थानको जुन 106 वटाको प्रिटेस्ट लियो नि लोकसेवाले, साउन महिनामा विज्ञापन गरेर कार्तिक महिनामा परीक्षा भयो, त्यसबाट पास भएको चौथो तहको लागि मात्रै हो त्यो। त्यसपछि विभिन्न विज्ञापनहरू भइरहेका छन्, जस अन्तर्गत सार्वजनिक संस्थानको नेपाल राष्ट्र बैंकको ठुलो विज्ञापन आयो, नेपाल टेलिकमको विज्ञापन भइसकेको छ जसको फारम भर्ने समय छ, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, एसएसएफ, त्यस्तै डिजिसिएफ हरूका विज्ञापनहरू पनि खुलिसकेको जानकारी तपाईलाई होला। अबको समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको पनि विज्ञापन हुन्छ। सिलेबसहरू गत वर्ष मात्रै चेन्ज भएको, सिलेबसहरू सजिलो रहेको, कम्पिटिसन कम रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको पनि तयारीमा जुट्न सक्नुहुनेछ। स्मार्ट जीकेले यही 21 गतेदेखि नयाँ कक्षा सुरु गरेकोले तपाईँ आजै कक्षा जोइन गरी तयारी सुरु गर्न सक्नुहुनेछ। स्मार्ट जीकेले संगठित संस्थानको 1 वर्ष कोर्स पनि गर्ने गरेको हुन्छ, जसले गर्दा तपाईँ एडमिसन गराएर तयारीमा जुट्न सक्नुहुनेछ। विज्ञापन आइसकेपछि तपाईको तयारी एउटा रफ्तारमा रहेको हुन्छ, तपाईको नाम निस्किने चान्स बढी हुन्छ। जस्तै एनटीसी को विज्ञापन खुल्यो कुन महिना? माघ महिना मात्र। स्मार्ट जीके का विद्यार्थी साउन महिनादेखि नै पढिराख्नु भएको थियो, त्यसले उहाँहरूलाई के गरायो त तयारीका साथ बसेको विद्यार्थीले राम्रो गर्न सक्नुहुनेछ। कक्षा जोइन गर्नका लागि एफएमटिसी लेख्नु होला। एफएमटिसी सँग सम्बन्धित केही अन्य जानकारी लिँदा पनि तपाईले कमेन्ट बक्समा एफएमटिसी स्मार्ट जीके को कक्षा लिन लागि जुनसुकै व्हाट्सएपमा मेसेज, फोन कल, कमेन्ट गरेर कक्षा लिन सक्नुहुनेछ। यति भन्दै तपाईहरुमा आजबाट बिदा लिन चाहन्छु। हस्त, धन्यवाद।